विषयवस्तु कलाकार मान्छेलाई पात्र मात्रै हाबी हुन्छ त्यो र त्यो कुरालाई तपाईँले रिलेट गर्न सक्नुहुन्छ त्यो जतिको सक्सेस के भयो किनकि विषयवस्तु माथि कलाकार हाबी भयो त्यसमा त्यहीँनिर नराम्रो थिचेको छ त्यो पात्रले सब्जेक्टले त्यो क्यारेक्टरलाई माथि उठाइदिएको छ रिलेट गर्न सक्नुभयो भने त्यो त हाम्रो सक्सेस आगो लगाउने भन्दाखेरि पनि त्यो झकझक्याउने प्रयास चाहिँ गरेको होइन ल्याउनु पऱ्यो अलिक छिटो भयो होइन छिटो भएको छैन ढिलो किन लागेको सुपरम्यानमा भइकिन गएको होइन किनकि चरम सीमा नाग्यो भने के पनि हुनसक्छ होला बी अवेर है समाजको कथा भन्ने समाजमा कालखण्डमा कथाहरू खालका भूमिका हुन्छ अनि हामीले समयमा बाँचिरहेको मान्छे आम मान्छे समाजको तत्कालीन अवस्थाको एउटा तातो खालको कथाहरू र भन्नुपर्ने कथा किनभने साहित्य सिनेमाले चाहिँ एउटा समाजलाई अलिकति मार्गदर्शन पनि गर्छ सिनेमाले नगर्छ केही न केही सिनेमाको एउटा नराम्रै खालको सिनेमाको कुनै पोइन्ट र इन्टेन्सन राइट त्यस कारण त्यो हेर्दाखेरि हामी यही समाजको नागरिक भएको दायित्व हाम्रो समाजमा भइराखेको हिस्टोरीहरू के छ कसरी भइरहेको सूक्ष्म ढङ्गले देखाउन त्यसले चाहिँ समाजमा एउटा राम्रो कुरालाई स्थापित पनि गर्न सहयोग गर्न एउटाबाट किन पछाडि भन्ने कुरा अब माओवादीको समयका कथाहरू बनेका छन् प्रेम कथाहरू होइन अब भूतका पनि कथाहरू त हाम्रो यही समाजको कुनै कुनै चिजहरू जोडिएको त्यसले गर्दाखेरि हामीले कुनै पनि समयलाई क्यासिङ गर्नलाई लक्षित गरेर गरेको चाहिँ होइन यो समाजको प्रकार कथा हो र हामी कथावाचक हो होइन सिनेमा मेकर भनेको कथावाचक हो र हामीले यही समाजको कथाहरू यही समाजका पात्रहरूलाई जेनरा नै भनौँ न होइन यो चाहिँ हामीले काम गर्दाखेरि चाहिँ त्यो काल्पनिक हो वा अर्थात् यथार्थको नजिक छ भन्नेमा त्यसमा अलिकति डिपेन्ड भएर काम गर्छौँ काल्पनिक हो भने आफूलाई अलिकति लार्जर देन लाइफ गर्न पाइयो तर अलिकति यथार्थपरक छ अलिकति यथार्थ नजिक छ भने चाहिँ आफू पनि त्यसको नजिक जानुपर्ने खालको क्यारेक्टरले त्यस्तो खालको बाटो अपनाउनु पर्ने हुन्छ तर मलाई चाहिँ कस्तो लाग्छ भने यो सब्जेक्ट चाहिँ जुन बेला देश आर्थिक क्रान्तिमा लाग्छु भनेर हामीले आर्थिक क्रान्ति नै विकासको लागि पहिलो पूर्वाधार हो भन्ने हिसाबबाट जसरी सहकारी चाहिँ निम्न वर्गको मान्छेदेखि लिएर बचत नै प्रमुख हो भन्ने हिसाबबाट अवधारणा बढ्दै आउँदाखेरि चाहिँ यो खालको इस्यु करेन्ट समयमा चाहिँ अलिकति व्यापक भयो होइन धेरै फैलियो मुद्दा हो हल्ला सब चिज भयो तर यो चाहिँ घटना चाहिँ केही समय अगाडिदेखि नै थियो जस्तो लाग्छ मलाई जुन बेला सुरुवातदेखि नै चाहिँ यसको केही प्रक्रियाहरू चाहिँ बिग्रिराखेको थियो होला जस्तो लाग्छ कि यदि यो चिजलाई चाहिँ प्रपर यो सहकारीको अवधारणा आर्थिक क्रान्तिको अवधारणालाई राम्रो बाटो समातेर ल्याएको भए चाहिँ पहिल्यै हामी कुनै ठाउँमा पुगिसक्थ्यो होला भन्ने हो जस्तै फिल्मभित्र पनि मैले गरेको क्यारेक्टर चाहिँ लोभमा अल्झिएको एउटा क्यारेक्टर जस्तो लोभमा के यतापट्टि आयो भने भइहाल्यो नि त होइन भइरहेछ के अरे भन्नेमा धेरै अल्झिरहेको छौँ यसरी नै पहिलादेखि नै नभइदिएको भए यो सब्जेक्ट त तातो सब्जेक्ट मात्र होइन होला कि अहिले चाहिँ बेसरी तातिया छ उम्लिने गरी नै तातिया छ होइन तर त्यो चाहिँ अलिअलि त पुग्यो तर यो चाहिँ मलाई जहाँसम्म लाग्छ पुरानो कथा नै हाम्रो पुरानो चिज नै हो जस्तो लाग्छ यी इस्युहरू चाहिँ हामीले फिल्मबाट भन्न पायो भने बहस भयो भने अझैले अर्को बाटो लिन्छ कि भन्ने चाहिँ हो हामीले चाहिँ कुनै पनि इस्युलाई आर्टबाट त उब्काउने हो के अरे उत्थान गर्ने हो यस्तो खालको छ है भन्ने हो समाधान हामीले भन्ने होइन यसको समाधान नै छैन नि त हामीले त आर्टिस्टिक वेबाट फिल्म लिबर्टी लिएर समाधान गर्छौँ होला
एउटा कम्प्लिट कथा हुनको लागि समाधान गर्छ होला, तर हामीले त एउटा बहस क्रिएट गर्ने चाहिँ हो होइन। त्यसमा यो सही यो गलत भन्ने कुरा सबै एकै मत त काहीँ पनि हुँदैन होला होइन। बहुमतको हिसाबमा 51%लाई मनपर्छ होला, 49लाई मन पर्दैन होला, त्यो प्रतिशतको मात्रा चाहिँ फरक हुन्छ होला, तर पक्ष विपक्ष होला बाँडिएला र 100% एउटै हुनुपर्छ होइन। दुईतर्फैबाट अलिअलि बहस, अलिअलि पक्ष अलिअलि विपक्ष भयो भने चाहिँ त्यसको कन्क्लुजन निस्किन्छ होला कि कति मात्रामा चाहिँ सही हो त भन्ने हिसाबमा हुन्छ होला जस्तो लाग्छ। अडियन्सको हिसाबमा पनि कसैले एउटा नजर राख्नुहुन्छ होला, कसैले अर्को नजर राख्नुहुन्छ होला। अनि चलचित्रलाई र हामीले यो एङ्गलबाट देख्यौँ भन्ने हो। र अर्को कुरो बुझ्नुपर्ने कुरा चाहिँ आर्ट भनेको त्यही हो, आफूले जुन एङ्गलबाट हेरिन्छ त्यो हो। त्यो चाहिँ कस्तो भने सुरुवातदेखि नै त्यसरी नै निर्माण भएको हुन्छ। जसरी राइटरको मनमा जन्मिन्छ नि, डिरेक्टरको दिमागमा पुगिसकेपछि त्यसको डिजाइन नै अर्को हुन्छ। अनि डिरेक्टरको दिमागबाट एक्टरको बडीमा पुगेपछि त्यसको दृष्टिकोणै फरक हुन्छ। अब एक्टरको बडीबाट अडियन्सको आँखामा पुगेपछि त्यसको विश्लेषणै फरक हुन्छ होइन। सब फरक हुन्छ। त्यसमा त हामीले कन्ट्रोल गर्ने कुरा पनि भएन, हामीले व्याख्या गर्ने कुरा पनि होइन, उहाँहरूले कसरी देख्नुहुन्छ भन्ने कुरा। तर हाम्रो चाहिँ मात्र के चाहिँ हो भन्दाखेरि यो सब्जेक्ट होइन, यसलाई चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ, कसरी व्याख्या गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले बहसको रूपमा क्रिएट गरिदिने हो त्यस्तो लाग्छ। म गलत पनि हुनसक्छ होइन, तर उहाँ हाँस्नुभयो, म करिब नजिक त्यस्तो। यो हाम्रो आर्ट सेक्टर भनेको त हाम्रो सेक्टर भनेको जहाँ दुखेको कथा छ, जहाँ लुकेको कथा छ, जहाँ पीडित छन् तिनीहरूको कथालाई, तिनीहरूको व्यथालाई माथि उठाउने हाम्रो कामै हो होइन। त्यसकारण यसले चाहिँ अझै प्लस यो कुरालाई चाहिँ राम्रो बहसको रूपमा राम्ररी केलाउने होइन। पीडित पीडकको कहिलेकाहीँ त्यो पीडक पनि छुटिएको हुँदैन नि त होइन। त्यसमा सकेसम्म केलाउने तरिकाहरू पनि कहाँ केही। सिनेमाको नाम र सिनेमाले भन्न खोजेको कुरा तालमेल हुन्छ स्टोरीमा छँदै? त्यो त तालमेल नभइकन त नाम राखिँदैन। जनताको पसिना होइन, जो अलिकति आफ्नो आशा बोकेर आफ्नो सपना बोकेर जसले जम्मा गरेका छन् उनीहरूको पैसामा महाभोज गरिराखेका मान्छेहरू हुनुहुन्छ होला। त्यसकारण भोजको ठाउँमा त्यो चाहिँ भोजको ठाउँमा महाभोज हो नि त होइन। महाभोज भने त हामीले देखाउन सकिँदैन। भोज भन्ने परिकार भन्दा नि खास पसिना रगतमा महाभोज गर्नेहरूको कथा पनि हो होइन। यसमा त म अतिथि कलाकार जस्तो मात्रै हो। टिम कन्सेप्ट सब चिज मन परेको हुनाले पनि, अनि त्यसपछि दिनेश राउत दास साहबसँग चाहिँ म पहिलोचोटि पनि जोडिन पाएँ। त्यो टिमको हिसाबमा पनि हो। कथाको हिसाबमा त कथालाई लिड गर्नुभएको छ दया दाई, आर्यन दाई, खगेन दाई, सबजना हुनुहुन्छ होइन। मेरो भागमा धेर थोर छ अलिकति।